अघिल्लो भागमा सोमबहादुर रक्सीको मातमा भिर्किएर चौतारामा लडिरहेको अवस्थामा घिमिरेले उद्धार गरी आफ्नो घरमा ल्याएर राखेपछि सीता, जगत र सासुआमा त्यहाँ पुगेका थिए। नयाँ भागको सुरुवात सोमबहादुर होसमा आउने दृश्यबाट हुनेछ, जहाँ उहाँले आफ्नो अगाडि छोरा जगत र बुहारी सीतालाई देखेपछि मन थाम्नै नसकी बलेन्द्रधारा आँसु खसाल्दै आफ्नो गल्तीको प्रायश्चित गर्नेछन् र सीताको गोडामा परेर माफी माग्नेछन्। सीताले आफ्नो मन ठुला बनाएर ससुराबालालाई सम्हाल्दै पश्चाताप गरिसकेको मान्छेलाई सजाय दिनुभन्दा माया र सम्मान दिनु नै धर्म हो भन्दै उहाँलाई माफ गरिदिनेछिन् र जगत पनि आफ्नो बुवाको दहनीय अवस्था देखेर पुरानो तितो सम्झना बिर्सिएर घर फर्किने निर्णय गर्नेछन्। सोमबहादुरलाई सीता र जगतले आफ्नै हातले समातेर घरभित्र भित्र्याउँदा सासु आमाको आँसु खुसीका धारामा परिणत हुनेछन् र पुरा परिवार पुनः एउटै छानामुनि एकता वृद्धि हुने वातावरण बन्नेछन्। र अर्कोतर्फ रमेश र अनुको अटो व्यवसाय र धने दाईसँगको आर्थिक लेनदेनको विषयले नयाँ र डर लाग्दो रूप लिनेछन्। रमेशले धने दाईको गुलियो बोली सुनेर र 10 दिनमा 2 लाख ब्याज पाइने लोभमा परेर 20 लाख रुपियाँको चेक सौंपिसकेछ, तर अनुको मनमा भने अझै पनि गहिरो शङ्का र डर उब्जिरहेछ। नयाँ भागमा 10 दिन बितिसक्दा पनि धने दाईले न त पैसा फिर्ता गरेछ न त अटो ल्याइदिनेछ, बरु उसको फोन सम्पर्क विहीन हुन थालेछ। जब रमेश धने दाईको घरमा उसलाई खोज्न पुग्छ तब धने दाई गाउँबाट गायब भइसकेको छ र अटो व्यवसायीको नाममा ठगी गरेर भागेको रहस्य खुल्नेछ, जसले गर्दा रमेश र अनुको सपनामाथि ठुलो चट्याङ पार्नेछ र घरमा त्रास तथा तनावको वातावरण सिर्जना हुनेछ। रमेश आफ्नो मूर्खतामाथि पछित्याउँदै अनुसँग माफी माग्न बाध्य हुनेछ भने अनुले सम्हालिँदै यो समस्याबाट निस्कने उपाय खोज्न प्रयास गर्नेछ। यसै गरी दारी र उसले बचाएर ल्याएकी बहिनीको कथामा पनि नयाँ मोड आउनेछ। वडा कार्यालय र प्रहरी चौकीको सहयोगमा उनीहरूको कानुनी रूपमा सुरक्षा सुनिश्चित गरिनेछ र दोषी सौतेनी बाउ तथा दुर्व्यवहार गर्ने छोरालाई प्रहरीले थुनामा राखेर कडा कारबाही अगाडि बढाउनेछ। दारीले ती बहिनीलाई समाजमा सम्मानका साथ राख्ने प्रतिबद्धता जनाउँदै वडा अध्यक्ष र स्थानीय भद्र भलाजीहरूको उपस्थितिमा कानुनी कागजात र विवाह दर्ताको प्रक्रिया अगाडि बढाउनेछ, जसले गर्दा गाउँमा दारीको साहस र मानवताको प्रशंसा हुनेछ। सीताले घर फर्किएपछि फेरि सम्पूर्ण परिवारलाई एउटै सूत्रमा बाँड्दै घरको जिम्मेवारी सम्हाल्ने छिन् र बिरामी ससुराको सेवामा लाग्ने छिन्। तर धने दाईले रमेश र अनुलाई पारेको ठुलो आर्थिक सङ्कटले सीता र जगतको जीवनमा पनि अप्रत्यक्ष प्रभाव पार्नेछ। आगामी भागमा पारिवारिक स्नेह, प्रायश्चितको आँसु, ठगीको नयाँ रहस्य र सामाजिक न्यायको जोरदार कथा प्रस्तुत हुनेछ, जसले दर्शकलाई सुरुदेखि अन्तिमसम्म बाँधेर राख्नेछन्। यस्तै नयाँ एपिसोडका अपडेट, सटिक विश्लेषण र रोमाञ्चक कथा वस्तु निरन्तर हेर्नका लागि यो भिडियोलाई धेरैभन्दा धेरै लाइक गर्नुहोस्, आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस् र हाम्रो यो च्यानललाई अहिले नै सब्स्क्राइब गरी बेल आइकन थिच्न नबिर्सनुहोला। धने दाईले 20 लाख रुपियाँ लिएर भागेको खबर जब गाउँभरि फैलिन्छ तब रमेश छाती पिटेर रुन बाध्य हुनेछ र अनु पनि स्तब्ध बन्नेछ। यता सोमबहादुरलाई घर फर्काएर ल्याएपछि सीता र जगतले घरको वातावरण शान्त बनाउन खोजिरहेका बेला रमेश हार गुहार गर्दै सीता र जगतको शरणमा पुग्नेछ। सीताले रमेश र अनुको यो दयनीय अवस्था देख्न नसकेर पुरानो रिस राप सबै बिर्सिएर उनीहरूलाई मद्दत गर्न वचन दिनेछन्। जगत र सीताले गाउँका भद्र भलाजी र प्रहरी चौकीमा सरहरूसँग मिलेर धने दाईको खोजी कार्य तीव्रताका साथ अगाडि बढाउन पहल गर्नेछन्। प्रहरीले धने दाईको फोन लोकेसन र सम्भावित लुक्ने ठाउँहरूका छानबिन सुरु गर्नेछ, जसका कारण धने दाई धेरै दिन भाग्न सक्ने छैन र छिटै प्रहरीको फन्दामा पर्ने सम्भावना प्रबल हुनेछ। अर्कोतर्फ दारी र उसको नयाँ परिवार वडा कार्यालयमा गएर विवाह दर्ता र कानुनी प्रक्रिया पूरा गरी पूर्ण रूपमा सुरक्षित हुनेछन्, जसले गर्दा सौतेनी बाउ र उसको छोराको कुनै पनि धम्की वा षड्यन्त्र काम गर्ने छैन। यस्तै नयाँ एपिसोडका अपडेट, सटिक विश्लेषण र रोमाञ्चक कथावस्तु निरन्तर हेर्नका लागि यो भिडियोलाई धेरैभन्दा धेरै लाइक गर्नुहोस्, आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस् र हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गरी बेल आइकनलाई थिच्न नबिर्सनुहोला।